चाहन्छु। म सञ्च सुब्बा र आज म पश्चिम सिक्किम योक्सुम टासिङ निर्वाचन क्षेत्र अन्तर्गत तिमरङ तोपुङमा यसगरी म आइपुगेको छु र विशेष तपाईँहरूको माझमा यस्तो व्यक्ति हजुरहरूलाई म चिनाउन गइरहेको छु र उहाँ हुनुहुन्छ। उहाँसँगै कुराकानी गरौँ होला है, किनभने तपाईँ देख्न सक्नुहुन्छ मेरो साथमा हाम्रो एकजना सर हुनुहुन्छ है। हेलो सर, तपाईँलाई नमस्ते, सिएम दर्पणमा स्वागत छ। थ्याङ्क यू हजुरहरू, तपाईँ आइपुग्नु भएछ है। हजुर, तपाईँको अलिकति नाम बताइदिनुहोस् न। मेरो नाम फिपाङ लिम्बू। फिपाङ लिम्बू भन्नुभयो। हजुर हजुर, तपाईँ अहिले जुन यो स्टिकसँग बसिरहनु भएको छ, तपाईँ जन्मै ब्लाइन्ड हुनुहुन्छ कि? हामी चाहिँ जन्मै ब्लाइन्ड हो र म मात्रै नभएर मेरो परिवारमा चाहिँ हामी 4 जना ब्लाइन्ड हो। 4 जनामा मेरो 3 जना 2 जना दिदीहरू हुनुहुन्छ, 1 जना दाजु हुनुहुन्छ। उहाँहरू चाहिँ पार्सलिटी हो, उहाँहरू कम मात्रामा देख्नुहुन्छ, तर म चाहिँ फुल ब्लाइन्ड हो। हजुर, तपाईँ फुल ब्लाइन्ड हुनुहुन्छ है। अच्छा दर्शकबिन, तपाईँले सुनिहाल्नुभयो, उहाँ चाहिँ जन्मैदेखि उहाँ दृष्टिहीन हुनुहुन्छ है। र विशेष उहाँले कसरी चिनापर्ची भयो भने हाम्रो जेनरल सेक्रेटरी हुनुहुन्छ, हाम्रो योक्सुम टासिटिङका नारी शक्तिका जेनरल सेक्रेटरी हुनुहुन्छ र उहाँले नै कन्सल्ट गर्नुभएको थिए आज भेट्न जाउँ भनेर। हामी यति टाढोदेखि है उहाँलाई भेट्न आज हामी आएको छौँ। अन्त विशेष उहाँको मुखबिन्दबाट तपाईँले सुनिहाल्नु भएको छ है। अनि तपाईँले जुन हाम्रो परिवर्तनको लागि पनि तपाईँले गीतहरू बनाउनु भएको छ है। हजुर, जुन हाम्रो जुन जल्दो बल्दो हाम्रो जुन सरकारको विषयमा लिएर तपाईँले खास यो गीत बनाउनु चाहिँ खास किन तपाईँलाई हृदयभित्र चाहिँ किन त्यो प्रेरणा जाग्यो तपाईँलाई? परिवर्तनको सन्दर्भमा धेरै कुराहरू छ हो, भन्छ कतिपयले परिवर्तन कुन प्रकारका भनेर एउटा आफ्नो आफ्नो जन्द्रमा बुझिन्छ। परिवर्तनको दृश्यहरू आफ्नो आफ्नो प्रकारमा देखिन्छ। आँखा देख्नेले सारा संसारमा विभिन्न प्रकारका महलहरू, हस्पिटलहरू, विभिन्न प्रकारका कुराहरू भएकोद्वारा पनि परिवर्तनका कुराहरू देखि नै रहेको छ। तर सधैँ म एउटा आँखाको यो शारीरिक दृष्टि कम भएको कारण मैले परिवर्तनको खासै चाहिँ कस्तो प्रकारको हो भन्ने कुरा त सबैलाई छर्लङ्ग छ। अब तपाईँले चाहिँ कुन तरिकाले चाहिँ तपाईँले बुझ्नु भएको छ परिवर्तन साँच्चै सिक्किममा साँच्चीकै परिवर्तन आएको हो भनेर चाहिँ एउटा म तपाईँलाई नम्बर 1 कुरो भन्छु, मेरो लाइफको अनुभव भन्छु। योभन्दा पहिलाको सरकारको हाम्रो सिएमले भेट्न जाँदाखेरि धेरै सङ्घर्ष दुःख गर्नु पर्थ्यो, तर पनि भेट्न सकिनँ थियो। म धेरैचोटि गएँ, राजदेन्चीमा पनि गएँ, तर म त्यहाँ भेट्न सकिनँ। यति साह्रो मैले धेरै नै दुःखहरूको कुरा त्यहाँ राखेँ, तर पनि मैले भेट्न सकिनँ। लास्टमा के भयो भने मलाई गेटमै त्यो 2-3 हजार पैसा त दिनुभएको थियो, त्यसरी मलाई टारेँ। तर मेरो त्यो उहाँसँग भेट्ने मेरो धेरैवटा कामहरू थियो, उहाँसँग भेट्नुपर्ने थियो, तर भेट्न सकिनँ। अनि तपाईँले जुन हाम्रो अहिले जुन नयाँ परिवर्तनको सरकार छ, अनि उहाँ सरलाई तपाईँ भेट्नुभयो कि भेट्नु भएको छैन? उहाँलाई म त एउटा भन्छ नि नेपाली उखानमा, एउटा कुकुरलाई चाहिँ एउटा अगुल्ठोले हिर्कायो भने त्यो एउटा लाइटनिङ हुँदा पनि तर्सिन्छ भन्ने चाहिँ मेरो हृदयमा त्यो कुराहरू भइ नै रहेको थियो। सायदै म हुनसक्छ 2021मा होला, जुन 2020 या 21मा हुनुपर्छ, त्यो समय मलाई एक्ज्याक्ट याद भएन। योक्सुममा हाम्रो सिएम साहब, यो वर्तमान सिएम साहब आउनु भएको थियो। म उहाँलाई भेट्नु चाहिँ ती मलाई पहिलाकै जसको थियो, सायद अब सिएम म भेट्नु पाउँदैन होला, यस्तो खालको पुरा मेरो हृदयमा त्यही कुराहरूले अब भएको थियो। तर म त्यहाँ पहिलोचोटि जाँदाखेरि सायदै हाम्रो तपाईँहरू नै हुनुहुन्थ्यो होला है। मैले अब अहिले निहाल्न सक्दिनँ, तपाईँहरू म आँखाको दृष्टि कम भएको कारण यति साह्रो मजाले एउटा कुनै प्रश्न नगरी के कारण कसो के छ कसो छ नभनी तपाईँले मेरो स्थितिलाई हेरेर र तपाईँले मलाई हेरेर यति साह्रो राम्रो प्रकारले तपाईँले मलाई सिएम साहबको सम्मान पुर्याउनु भयो। तर सिएम साहबले पनि यति साह्रो एउटा हृदय विदारक मेरो कुरालाई चाहिँ एउटा आफ्नै परिवार भन्दा पनि नजिक गरेर मेरो कुरालाई उहाँले लिनुभयो। त्यो परिवारलाई कसरी लिनुभयो भन्ने कुरो चाहिँ मैले एउटा कविता बनाएको थिएँ। कविता बनाएको छु सर, म यसलाई गीत रेकर्ड गर्छु भनेर चाहिँ मैले सरलाई भने।
तर सरले त्यतिखेर भन्नुभयो हुन्छ तर सिक्किमभित्रै रेकर्ड गर्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभयो। तर त्यो जब पनि सिएम साहबले उहाँले त्यो कुरा भन्नुभयो तर त्यसको केही समय पनि नबित्दै साँच्चीकै सिएम साहबले मेरो कुरालाई यति साह्रो महत्त्वपूर्ण दिएर चाहिँ उहाँले यो कुराले लिएर चाहिँ त्यसको केही महिना बादमा मेरोमा फोन आएको थियो। महिना पनि होइन, समथिङ 15-20 दिन होला, त्यति साह्रो इमिडिएटली मेरोमा फोन आएको थियो। तपाईँले गीत गाउनु पर्ने अब यस्तो यस्तो भएको छ भनेर हाम्रो स्टुडियोबाट मलाई फोन गरेको थियो। हाम्रो रियाज स्टुडियोमा मैले रेकर्ड गरेको, हाम्रो मनोज सरको स्टुडियोमा। अनि त्यो दृश्यहरू, त्यो कुराहरू मैले देख्दाखेरि चाहिँ परिवर्तन चाहिँ बोलीमा मात्र होइन व्यवहारमा पनि साँच्चीकै आइसकेको भनेर मैले धेरैवटा कुरामा अनुभव गरेको छु। अब यो परिवर्तनको विषयमा भनेरै लग्यो भने त सधैँ अहिले सकिन्न, तर धेरै नै छ। अन्त भन्छ फुलको आँखामा फुलै संसार है, काँडाको आँखामा कारै संसार। विरोध र नकारात्मकको आँखाले हेऱ्यो भने, नकारात्मकको विचारले हेऱ्यो भने त्यो नकारात्मकै भएर जान्छ। र त्यो हामीले नेगेटिभली लिएर हेऱ्यो भने नेगेटिभली नै भएर जान्छ। तर त्यसले एकचोटि असल प्रकारलाई पोजिटिभली लिएर हेऱ्यो भने परिवर्तन साँच्चीकै आएको छ सिक्किममा। मेरो आत्मिक आँखाले त्यो महसुस गरेँ मैले। परिवर्तन आएकै विषयमा तपाईँ खुसी हुनुहुन्छ? अब यसको खुसीको त कुनै मूल्य नै छैन। सायदै यो खुसी त म एउटा आँखाको दृष्टि कम भएर मेरो आत्मिक दृष्टिले यतिको अनुभव गरेँ भने सायदै तपाईँहरूले त आफ्नो शारीरिक आँखाले पनि देखिरहनु भएको छ। मभन्दा तपाईँहरू झनै तपाईँहरू खुसी हुनुहुन्छ होला, यस्तो लाग्छ मलाई, किनभने म त यति खुसी छु। हजुर, अनि तपाईँले है, तपाईँ बोल्दै गर्दा पनि तपाईँले जुन गीत चाहिँ रेकर्ड गर्नुभएको छ, रेकर्ड भइसकेको छ तपाईँको। हजुर। अनि तपाईँले कतिवटा रेकर्ड गर्नुभएको छ? खासैमा मैले कतिवटा गीत रेकर्ड भइसकेको छ? 2टा चाहिँ रेकर्ड गरिसकेको छु मैले। हजुर, अनि हाम्रो दर्शकहरूलाई के तपाईँ अलिकति सुनाइदिनुहुन्छ? यो लेखक को हुनुहुन्छ, तपाईँ नै हुनुहुन्छ? हजुर, यो मैले नै लेखेको र यो मैले नै कम्पोज गरेको। यो पनि दर्शकलाई सुनाइदिनुहोस् न, हाम्रो एसकेएम दर्पणलाई हेरिरहने दर्शकहरूलाई अलिकति सुनाइदिनुहोस् न, परिवर्तनको गीत कस्तो हुँदो रहेछ भनेर। एउटा छ, एउटा चाहिँ कस्तो प्रकारको छ भने एउटा यस्तो छ, सिक्किमे जनताको प्यास मेटायो, जनताले असल नेता बल्ल भेटायो। सिक्किमे जनताको प्यास मेटायो, जनताले असल नेता बल्ल भेटायो। हाम्रो प्यारो सिक्किम, हाम्रो असल नेता, हाम्रो प्यारो सिक्किम, हाम्रो असल नेता। थ्याङ्क यू। यस्तो मिठो स्वर रहेछ तपाईँको है। अनि तपाईँलाई के भन्न चाहन्छु भने जुन यो तपाईँको एकदम मिठासले तपाईँले गाउनुभएको छ है, अनि यो गीतलाई चाहिँ तपाईँले कसलाई चढाउन चाहनुहुन्छ र कसलाई भेटेर तपाईँ रिलिज गर्न चाहनुहुन्छ? यो गीतलाई त म पहिलो प्रथम त हाम्रो सिक्किमका मुख्यमन्त्री सिएमले नै, किनभने उहाँले नै उहाँकै खर्चद्वारा मैले गाएको गीत पनि हो। दोस्रोमा त सिक्किममा एउटा परिवर्तन ल्याउनुमा उसले एउटा सिक्किमको निम्ति एउटा धेरैवटा कुरो, अब यो कुरा त सबैलाई प्रचलित छ, मैले त्यो अर्को एउटा गीतमा नै मैले त्यो कुरा समावेश गरेको छु। उहाँले कस्तो प्रकारको परिवर्तन र कसरी ल्याउनु भएको छ भन्ने कुरो, त्यो परिवर्तन ल्यायो है, निमुख खाएको आवाज जुन सरकार आयो है, यही गीतको थर्ड वर्षमा मैले भनेको छु, यो गीतमा मैले समावेश गरेको छु। तर यो गीत पनि मैले यस्तो प्रकारमा मैले एउटा कम्पोज गरेको छु। टोल टोलमा, जग्गा जग्गामा, अब जब पनि राजनीतिक भएपछि नि राजनीतिकै कुरा हुन्छ नि होइन, राजनीतिकै कुरा हुन्छ। टोल टोलमा, छिमेकीमा, तल्लो गाउँ, वल्लो गाउँ, पल्लो गाउँ, गर्नेले विरोध गरिरहन्छ, कतिले प्रशंसा गर्नेलाई गरिरहन्छ। तर म त्यो दुइटै कुरोलाई मेरो हृदयमा, दुइटै कुरोलाई लिएर मैले नियाली बसेँ। त्यो दुइटै कुरोलाई राख्दा चाहिँ धेरैवटा उहाँले परिवर्तनको विषयमा धेरै उहाँले गर्नुभएको त्यो कुराहरूलाई यी सन्दर्भमा चाहिँ मैले यो गीत धन्यवाद।
यो दृश्य तपाईँ देख्न सक्नुहुन्छ है। अनि हालैमा है अब हामी उहाँको मुखबिन्दबाट पनि धेरै कुराहरू जानकारी तपाईँ पाइसक्नु भएको छ। सिक्किमे जनताको प्याज मेटायो, जनताले असल नेता बल्ल भेटायो। सिक्किमे जनताको प्याज मेटायो, जनताले असल नेता बल्ल भेटायो। हाम्रो प्यारो सिक्किम, हाम्रो असल नेता।